गाइस, वेलकम टु माई युट्युब च्यानल। फेरि पनि तपाईँलाई स्वागत छ मेरो यो आजको न्यू डे न्यू ब्लगमा। आज चाहिँ म भतिज गीति यङ्स बितौँ ल। आज चाहिँ म भाइको छोराको बर्थडेमा जाँदैछु, सो अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी चाहिँ दुईजना अनि म अनि फुपू आउँदै हुनुहुन्छ। हामी चारजना जाँदैछौँ। अब यहाँदेखि हामी पर डाँडामा पुग्नुपर्ने हुन्छ। हामी चाहिँ आज हाम्रो पुरानो घरमा जान लागेको। हेलो, अब चाहिँ हामी लागेको। यस्तो उकालो चढ्नुपर्ने हुन्छ कि यस्तो झ्याउ लाग्छ। उकालो चढेर जानुपर्ने हुन्छ। अब चढ्नुपर्छ, त्यही भएर अहिलेदेखि नै रेडी जिल्लाको बोकेर जानु हुन्छ नि त। त्यही भएर साथीहरू अब चाहिँ हामी यता जानुपर्ने हुन्छ। यस्तो उकालो छ कि आमामामा। आमामामा कराएको हेर न। यस्तो लाइट आएको के त्यहाँबाट घाम लागेर। कस्तो मान्छे नै देखेन भाइ। तामल नाला तर कहाँ हावा ए दोलम क्यामेरा तू जाता जी म आम्मामा हाम्रो दाइ डरो एकदम यो या यो त्यो तर मै भैँसी पालन हाम्रो दाइ पुरा विदेश छोडेर भैँसी पालन गाउँ घरमा यस्तो पो चाहिन्छ दाइ। दाइ गुड जब दाइ। लु हामी गयौँ है दाइ। हाम्रो दाइ आमामामामामा भैँसी पाल्यो है ए भैँसी लड्यो पो त। कोन्छु बाख्राको पाठ बाख्राको बच्चाहरू यार। यस्तो बाटो छ है। यो चाहिँ ओखरको बोर्ड हो होइन। हाम्रो गाउँमा चाहिँ ओखरको बोर्ड पनि छ। यो पनि ओखरको बोर्ड, यो पनि ओखरको बोर्ड अनि तल छ त्यो पनि ओखरकै बोर्ड। अस्ति बाढी आउँदाखेरि सब ढुङ्गा माथिको ढुङ्गाहरू सबै यहाँ आएर क्या राम्रो देखिया त। यस्तो उकालो छ नि। क्या गजब। के हो अब चाहिँ लागिरहेछौँ हामी चाहिँ। यस्तो बाटोहरू पनि देखाउन यस्तो कालोमा। हजुर यसलाई चाहिँ रानीसिंह भन्छ। हाम्रोतिर चाहिँ नाक कान छेड्दाखेरि चाहिँ लाउनु पर्छ। यस्तो भएर अघि म त यस्तो लट्ठी टेकेर यस्तरी ए यो चाहिँ मेरो फुल हो।
मेरो पादो उनीहरू चाहिँ हिँड्न सकेन अरे पुर्खौली घरमा जान लागेको गाह्रो भयो बुढी भयो उमेर गयो कसैले नि लगेन आमा यो गाउँहरू त ए हो गाह्रो भयो गाइस लट्ठी टेक्दै गइरहेछौँ हामी चाहिँ साथीहरू हामी चाहिँ हिँडिरहेछौँ यस्तो जङ्गल यस्तो बाटो यस्तो उकालो चढ्नुपर्छ नि त गाइस अनि पो पर्फेक्ट हुन्छ फोटो खिच्नु पर्यो यिनीहरूको हेलो गाइस म चाहिँ यहाँ सबैको लुगा बटुल्दै हिँडिरहेको छु म चाहिँ मलाई चाहिँ साथीहरू यता बोलाएको उता बोलाएको यता नि सिर्जना उता नि सिर्जना तर छ नि मैले चाहिँ भनेको छैन ल मैले भनेको छ है साथीहरू हामी चाहिँ अब पुग्न लागिसकेको छ त्यस्तै कति 3 मिनटमा पुगिहाल्छ अब हामी मेरो लुक्स साथीहरू मलाई चाहिँ फुपूले के भनिरहनु भएको छ भने होइन मेरो अब एउटा राम्रो फोटो खिचिदिनु है रे के मलाई चाहिँ अब वालपेपरमा राख्नलाई उनीहरूको प्रोफाइल पिक्चर राख्नुलाई तर यहाँ म लुगा बेच्ने जस्तै भइरहेछ 500 भन्नुपर्छ तर मेरो चाहिँ त्यो 3हरूले खासै राम्रो खिच्न आउँदैन है साथीहरू हामी त के भन्नु यस्तो सल्लाइ बोर्डमा फेरि मलाई त रमाइलो लाग्छ नि साथीहरू अब चाहिँ हाम्रो पुरानो घर उहाँ चाहिँ फुपू भइहाल्यो फुपू त जन्मेकै जन्मै थियो फेरि नै मतलब चुरी नाइनौँ हाम्रो फुपू जन्मेको ठाउँ अनि मेरो बाबा पनि जन्मेको ठाउँ अब हामी जाँदैछौँ पुग्न लागिसक्यो यस्तो छ बाटो त राम्रै छ अनि जङ्गलको बिचसम्म छ कि हाम्रो घर नि यही मतलब हामी यहीँ बसेको भयो यो यस्तो हुँदैन नि अनि बज्यो साथीहरू हामी बच्चैदेखि चाहिँ हामी चाहिँ तल घर मतलब अर्को ठाउँमा चाहिँ घर बनाएर बस्यो हो कि यही घरमा भएको पनि यस्तो कति हावा आउँछ यहाँ आमामा यहाँ त कति हावा चल्छ राति केरा पनि छ केराको बोट पनि छ हाम्रो घरमा त सबै छ हाम्रो घरमा त साथीहरू फाइनल्ली हामी चाहिँ पुग्न लागिसकेको छ फाइनल्ली हामी चाहिँ पुगेको हाम्रो काकी अर्को काकी पकाएकै छैन रहेछ यार सब आएर जुम्लोम बनाउनु पर्ने रहेछ खासमा खासै लाग्छ नि छ खासै लौसी पनि छ खासै मिठो हुन्छ साथीहरू हामी त आउन आछ त्यस्तो काम गर्न सुरु गरिहाल्यौँ लागि लप्सी
मैले बनाएको भाग बनाउने बेलामा मैले बनाएको हो नि यो दुईटा ए ल ठिक छ अचार लागि आउनु पर्ने कि मैले बनाएको भाग बनाउने बेलामा मैले बनाएको हो नि यो दुईटा ए ल ठिक छ अचार साथीहरू हाम्रो चाहिँ गफै धेरै तिन हारे नमाले दो ओके राति भइसक्यो नि त अनि त्यही भएर साथीहरू मैले चाहिँ जाडो भएर हुडी लगाइसकेको छ मेरो यो सधैँ फेभरेट हुडी हो नि त फेरि हिजो पनि हिजोको भिडियोमा त्यही भनेको अँ, साथीहरू मेरो फेभरेट हुडी हो क्या अनि लाउनु मन लागिहाल्छ जाडो हुन्छ अनि के गर्नु त। हाम्रो चाहिँ यस्तोहरू सकेकै छैन केराको बोट आमामा कत्रो कत्रो अनि मेरो कति धेरै रहेछ यार साग तोरीको फुल अनि मेरो कपा चनु ह्यापी बर्थडे क्या आदिम थियो हामी चनु हेमिम सुङदोप छ चनु birthday to you happy birthday to you Nana Udah mau bintang kacang das dia. Kek tuh versi. Itu tadi mulai ngeraba. Tadi bikin nang kimdi. यो चाहिँ तर काकी त म काकी सब्जी खाइलो चौलो मन खानुस् खानुस् मजाले है अनि